यो चाहिँ हेर त भाइ बहिनीहरू हो के भनिएको छ फाइन्ड द वेट अफ KMNO4 रिक्वायर्ड टु प्रिपेयर 200 ml of it deci normal solution in reaction is to be carried out in acidic medium। अब यहाँ हेर भन्छ के त वेट अफ KMNO4 निकाल्न भन्छ है त। यहाँ चाहिँ भोल्युम कति दिएको छ हेर त भोल्युम इज इक्वल टु 200 ml दिएको छ है त। अनि केमा भन्छ निकाल्न डेसी नर्मल यानी कि नर्मेलिटी इज इक्वल टु कति हुन्छ 1/10 है त। अब यहाँ भनिएको छ केमा एसिडिक मिडियममा। अब हेर त KMNO4 यो चाहिँ अक्सिडाइजिङ एजेन्ट र रिड्युसिङ एजेन्टको दुवै काम गर्छ हैन। अब यसको चाहिँ निकाल्दाखेरि अब के चाहिन्छ भन्दाखेरि अब यसको एउटा चाहिँ ट्रिक छ बिना 135 यो अक्सिडाइजिङ एजेन्टको काम गर्छ हैन। एसिडिक मिडियममा न्यूट्रल मिडियममा यो बी भन्नाले बेसिक एन भन्नाले न्यूट्रल अनि ए भन्नाले एसिडिक मिडियम है त। अब यहाँ के भनिएको छ एसिडिक मिडियम अनि यो एसिडिक मिडियममा यसको चेन्ज इन पर मोलमा कति त्यो अक्सिडेसन नम्बर चेन्ज हुन्छ है त त्यो हो चाहिँ। अब यहाँ हेर त एसिडिक मिडियममा युज गर्नको लागि हामी यो युज गर्छौं है त 5 यसको 5 हुन्छ हैन। तिमीहरूले पढेको हुन सक्छौ या छैनौ। अब यहाँ हेर अब वेट निकाल्दाखेरि नर्मेलिटीको केसमा वेट निकाल्दाखेरि हामीसँग फर्मुला छ के त n e v by 1000। अब यहाँ चाहिँ हेर n भन्नाले 1/10 त भइगयो है त। अनि इक्विभ्यालेन्ट वेट अब इक्विभ्यालेन्ट वेट अक्सिडाइजिङ रिड्युसिङ एजेन्टको कन्डिसनमा के निकाल्नु पर्छ त्यसको अक्सिडाइजिङ र रिड्युसिङ अक्सिडेसन नम्बरहरू पर मोलमा कति गएको छ त्यही आधारमा यसको चाहिँ मोलिकुलर वेट कति हुन्छ 158 है त। अनि यो एसिडिक मिडियम भनेको छ त्यही भएर 5 ले डिभाइड गर्दाखेरि कति आउँछ 31.5 जति आउँछ है त। 31.6 आयो। अब यहाँ हेर 31.6 अनि भोल्युम कति दिएको छ 200 ml हैन र। अब यहाँ 1000 ले डिभाइड गर। अब हेर यो एउटा 0 ले मल्टिप्लाई गर्दा यहाँ 316 आउँछ। त्यही भएर मैले यहाँ एउटाले काटे हिसाब अलिकति सिधा हुनको लागि फास्ट गर्नको लागि। अब यहाँ चाहिँ हेर यो क्यान्सल है त यो तल आउँछ ठीक छ। 316/1000 कति आयो त 316/1000। अब यसलाई डिभाइड गर है त। डिभाइड गरेपछि कति आउँछ यो त मल्टिप्लाई पनि गर्नुपर्छ है। कति आयो त 12 12 यति आयो है त। अब यसलाई डिभाइड गर त हेर 632 यति छ हैन। 1000 ले 1 2 3 डिभाइड गर्दा जान्छ र जादैन। त्यसो भए यहाँ एउटा हामी 0 थपौं 0 पॉइंट हैन। अब यहाँ 6 ले लाऊ 6 ठीक छ। अब फेरि एउटा अर्को 0 थप कति आउँछ अब 3 लाऊ
अब फेरि एउटा 0 थप अब कति 3 ले 2 ले जान्छ हैन कति आयो 0.632 हैन र नियरली यति आउँछ हैन अब क्याल्कुलेटरमा के कति आउँछ त्यो थाहा भएन यति ग्राम वेट हो है त यति हाम्रो एन्सर आयो।